लसु फ्यापुला नमस्ते सम्पूर्ण है उहाँ लालटिन हुन्थ्यो है पिँढीमा बसेर भन्ने गीतहरू सुन्नु पाएको होला हामी अहिले पिँढीमा बसिरहेछौँ पीडामा चाहिँ होइन पिँढीमा हाँसेर जिउनुपर्छ जिन्दगी है दुःख मनमै छ नभनौँ दुःख। हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई नमस्ते सेवान्ने र फ्याफुलो है। र आज चाहिँ मैले किन तपाईहरुलाई फ्याफुलो भन्दैछु भने चाहिँ आजको भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने हामी चाहिँ आज रब्रो भ्लगकोमा जाँदैछौँ होइन। र अस्ति चाहिँ मेरो हस्बेन्ड त्यहाँ जानु भएको थियो र उहाँले चाहिँ फ्यामिली लिएर आउनुहोस् भन्नुभएको थियो चाहिँ आज हामी सबै फ्यामिली चाहिँ यसरी जाँदैछौँ र हामी चाहिँ नाम्चीदेखि तकलिङतर्फ लागिसकेको छौँ। र यहाँ चाहिँ मेरो छोरा, सानो छोरा युवान होइन, यता चाहिँ स्नेहा, आदित्य र यहाँ विकास ठुलो हुनुहुन्छ मेरो हस्बेन्ड होइन। र म चाहिँ फर्स्ट टाइम जाँदैछु त्यहाँ, त्यो भएर चाहिँ त्यहाँनिर कस्तो छ के छ होइन म तपाईँहरूलाई त्यहाँ पुगेर नै तपाईँलाई अपडेट दिनेवाला छु। र तपाईँहरूले मेरो भिडियो स्किप नगरी हेर्नुहोस् होइन, किनभने आजको भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। किप वाचिङ। नाम्चीबाट नै 4:30हरूमा हिँडेकोले गर्दाखेरि चाहिँ हामी यहाँ आइपुगेको चाहिँ इभिनिङ, अलमोस्ट इभिनिङ भइसकेको छ। हामी चाहिँ आइपुगेको छौँ अब है रब्रोको घरमा हामी आइपुगेको छौँ अहिले। पापा हेलो। अब हामी चाहिँ उहाँलाई भेट्न जाँदैछौँ है। यी मान्छेहरू पुरा रहेछ है आज पनि है, यस्तो बेसी मान्छेहरू हुँदो रहेछ है। हामीलाई कहिले मलाई थाहा पनि थिएन यस्तो आएको थिएन नि त। यस्तो मजाले बनाएको छ है बस्ने जग्गाहरू पनि। तपाईँहरूलाई अघि मैले अपडेट दिन्छु भनेको थिएँ र यी यसरी बस्ने जग्गाहरू पनि मजाले बनाउनु भएको छ। खादाको बत्ती चाहिँ खरिदाउँछ हामी लिएर आएको छौँ तपाईँलाई एकदम भनेर चाहिँ अन्त यो चाहिँ भनेपछि यहाँ हजुर तपाईँहरू यो मेरै हाम्रै नर्सरीको मैले अलिकति प्रचार प्रसारै भनौँ न गरिदिनु भएको थियो, निकै फुलहरू पनि बिक्री भयो। एकदम राम्रो 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 हुन्छ। यो वाटर बेम्बो, यसलाई चाहिँ वाटर बेम्बो भन्छ कि यो तपाईँको यहाँनिर गार्डनबाट एकदमै एकदम एकदम। अनि यहाँ फेरि तपाईँको लागि मेरो मिसेसले चाहिँ कहीँ जाँदाखेरि कसैकोमा फुल देखेपछि साइनो केलाई हाल्ने मान्छे आज त फेरि यो त आम तपाईँको लागि दामी कलरमा आएको रहेछ। यो हाम्रो गोलघरभित्र टक्कै सजी गयो। ए हुन्छ। यसरी उहाँहरूले चाहिँ अर्ग्यानिक सामानहरू पनि बेच्नु राख्नु भएको रहेछ होइन। डालो भयो, मकैको चामल, मकैको पिठो, कोदोको पिठोहरू र तपाईँहरू यहाँबाट किनेर लानु पनि सक्नुहुन्छ। यहाँ अर्ग्यानिक टेबल मैले अघि रेडी गरिसकेको छु, एकदम घुमी घुमी देखाइदिउँ। अघि नै मैले शुभकामना पनि दिइसकेको छु भने आउनुहोस् हजुरहरू यता अगाडि। फेरि यो तपाईँहरूलाई जुन एउटा हौसला भनौँ आउँदो दिनमा है शुभकामनाको लागि हाम्रो यहाँ धेरै दर्शकहरू आउनु भएको छ। उहाँहरू चाहिँ कतिजना नाम्चीबाट हुनुहुन्छ नि, कतिजना हाम्रो मङ्पुबाट हुनुहुन्छ, अनि उहाँहरू मेरो फ्यामिली भयो, अनि यता आसिङहरू सोरेङबाट, यता भाइहरू रङ्गलीबाट है धेरै देखिरहनु भएको छ। हाम्रो आमाबाट सुरुवात गरौँ ल, आमाकोबाट आशीर्वाद लिँदै यहाँ अरू पनि हुनुहुन्छ अनि एकदम एकदम हजुरकोबाट एकदम एकछिन मम्मी उहाँ नानी पछाडि पालै पिलो गरौँ एकछिन। युवानको थियो खडा ए लगाइदिएर भयो ल अब मम्मीकोबाट सुरु गरौँ। ल सबैले ताली लगाइदिउँ है। बाट पनि आइयो। ल आउनुहोस् भाइ। र अहिले चाहिँ म यहाँनिर है रब्रोको गोर्खे घरमा छु र यहाँ बाहिर गीतहरू पनि चलिरहेको छ र एकदमै साँच्ची नै भन्दा साँच्ची नै है एकदमै अर्ग्यानिक रहेछ सबै जग्गाहरू। जुन चाहिँ यहाँ बस्ने सिट भयो होइन, एउटा टेबल भयो, सबै ढुङ्गाले यति मजाले बनाउनु भएको रहेछ होइन। एकदमै राम्रो यो घरहरू पनि यसो तपाईँ हेर्नु सक्नुहुनेछ है। यसरी यो सबै यो उयसले छाएको छ, यो के भन्छ खरले छाएको छ होइन। एकदमै राम्रो, मलाई पनि एकदमै मन पर्यो। तपाईँहरू होइन पनि आउने इच्छा छ भने तपाईँहरू पनि आउनुहोस्। उहाँको यो
रेसिडेन्स एकदमै मन पर्यो। उहाँले चाहिँ होइन उहाँको रेसिडेन्सलाई चाहिँ गोर्खा घर के है यस्तै भन्नुहुँदो रहेछ र एकदमै मन पर्यो होइन। र आज म यहाँ आउनु पाउँदा एकदमै खुसी लागेको छ र तपाईँहरूलाई पनि जति पनि होइन तपाईँहरू इच्छा गर्नुभएको छ तपाईँहरू आउनु सक्नुहुनेछ यहाँनिर है। र हामीले आजको डिनर पनि यहीँनिर गरेर फर्किने निश्चय गरेको छौँ। घर पनि एकदमै अर्ग्यानिक र प्रकारले बनाउनुभएको रहेछ है। सबै यसरी देवलहरू ढुङ्गाको देवलहरू लगाएर काठको भित्ता है र छाना चाहिँ एकदम सिरुको एकदमै दामी। तपाईँहरू अझै दिउँसो आउनु भने चाहिँ एकदमै दामी रहेछ किनभने मेन चाहिँ दिउँसो आउनु भने तपाईँहरूले मजाले देख्न सक्नुहुनेछ। र प्लस यहाँ माथि चाहिँ तपाईँहरूले लिङ्गे पिङहरू पनि बनाउनु भएको रहेछ होइन। लिङ्गे पिङहरू पनि खेल्नु सक्नुहुनेछ। हामी चाहिँ बेलुका भएर त्यस्तो हामीले खेल्नु सकिनौँ होइन। यहाँनिर टेन्ट हाउसहरू पनि रहेछ र यसो बेलुका चाहिँ फेरि यसरी रमझम बेलुका सबैजना यसरी टाढो टाढोबाट पनि आउनु हुँदो रहेछ होइन। यसरी रमझम गर्नुको लागि चाहिँ फेरि इभिनिङमा एकदमै राम्रो। हामी चाहिँ फ्यामिली मात्रै आएको थियौँ तर यसरी सबै टाढो टाढोबाट पनि आउनु भएको हुँदो रहेछ। त्यसले गर्दाखेरि मजा आउँदो रहेछ है। हामीले पनि यहाँनिर उहाँहरूसँग रमझम गऱ्यौँ है एकदमै राम्रो। जस्तै हाम्रो उता है नाम्चीहरूबाट पनि धेरैजना है तपाईँहरूको यहाँनिर आउने है कुराहरू गर्नुहुँदै थियो। र जति पनि मेरो फेसबुकमा हेर्नुहुने साथीहरू छ होइन तपाईँहरू उहाँहरू सबैको लागि केही तपाईँको यो जुन चाहिँ तपाईँ रेसिडेन्स छ एकदमै मन पर्यो मलाई चाहिँ। र तपाईँले अलिकति भनिदिनुहोस् न। लसु फ्यापुला नमस्ते सम्पूर्ण है उहाँको पेजमा जोडिरहनु भएको हाम्रो प्रिय दर्शकबिनलाई है। आज उहाँ यससँग दुईचोटि है उहाँ दुईचोटि आउनुभयो मेरो जग्गामा। र म चाहिँ सबैभन्दा पहिला खुसी लाग्छ आफ्नो गोर्खे सन्तानहरू यसरी भेटघाट गर्नु आउँदा होइन। र आज स्पेसली तपाईँको बर्थडे पनि यहाँ हामीले सेलिब्रेट गर्नु पायौँ। धेरै दर्शक हाम्रो एउटा तपाईँहरूले मलाई रब्रोको युट्युब च्यानल भन्नुहुन्छ होला हो त्यो मैले नै खोलेको हो म भन्छु। तर त्यसमा सबैजना सब्सक्राइबर पनि मेरो फ्यामिली हो। देश विदेशबाट हेर्नुहुन्छ उहाँहरू जोडिनु भएको छ भने सबै सब्सक्राइबर फलोवर पनि मेरै एउटा हाम्रो फ्यामिली हो। र आज तपाईँको बर्थडे यहाँ मनाउँदा फ्यामिली सबैजना भेट्यौँ हामीले। अनि अर्को पालि कसैको टर्न होला यसरी नै भेट्नेछौँ हामी होइन। र अहिले यो गोर्खा घरको अगाडि हामी दुईजना दाजुभाइ छौँ है। यो चाहिँ एउटा उहिलेको सिन हो यो। त्यति बेला अझै यो लाइट थिएन त्यति बेला देब्री हुन्थ्यो लाइटिन हुन्थ्यो है। पिँढीमा बसेर भन्ने गीतहरू सुन्नु पाएको होला। हामी अहिले पिँढीमा बसिरहेछौँ पिँढामा चाहिँ होइन पिँढीमा है। त्यसले गर्दा सबैभन्दा पहिला त तपाईँलाई नै म अब जन्मदिनको शुभकामना है। एउटा कुरा भन्दा उहाँको चाहिँ बोलाइ पनि रहेछ। अन्त उहाँको चाहिँ हाम्रो मैले कुरा गरेँ नि हाम्रो म्युनिसिपलको चेयरम्यान गणेश राई नाम्चीको उहाँले चाहिँ तपाईँको हँसाइ चाहिँ एकदम मन परेको छ भन्छ। एकदम अर्ग्यानिक हँसाइ उहाँले कुरा गर्नु। धेरैले कमेन्ट लेख्नुहुन्छ मलाई हँसाइको विषय लिएर। अनि म्युनिसिपालिटी चेयरम्यान गणेश राईज्यूलाई सेवानी भन्न चाहन्छु। र उहाँले मेरो भिडियो हेरेर मेरो हँसाइ मन पर्नु भएछ है। एकदमै एक दिन अवश्य समय मिलाएर आउनुहोस् होला सर। तपाईँसँग मिठो पाराले हाँस्ने छु। हाँसेर जिउनुपर्छ जिन्दगी है। दुःख मनमै छ नभनौँ। दुःखलाई अरूलाई भनेर साध्य छैन है। गर्नुपर्ने हामी नै हो। यही दसवटा आउने यही खुट्टा हो यही जिउले दुःख गर्ने हो। बरु हाँसौँ न सबैले देख्ने रहेछ है। त्यसले गर्दा अब यो घरमा आज तपाईँको बर्थडे मनाउनु पाउँदा मेरो सम्पूर्ण परिवार अनि देश विदेश बसेर हेर्नुभएको दर्शकहरू खुसी हुनुहुन्छ है। अनि तपाईँको च्यानलमा जतिजना जोडिरहनु भएको छ तपाईँहरू अवश्य यो जग्गामा समय मिल्यो भने अवश्य आउनुहोस् होला भन्न चाहन्छु। हामी हाम्रो परिवारहरू तपाईँसँग एक परिवार भएर हामी पनि एक दिन है आउन यहीँ हामी चाहिँ हाम्रो दर्शकलाई चाहिँ हामी आफ्नो एउटा गोर्खा जातिको फिल गराउनु खोज्छौँ क्या है। हाम्रो जाति कसरी आयो कसरी बस्यो भन्ने कुरोहरू मात्रै देखाउनु खोज्छौँ हामी है। त्यसले गर्दा तपाईँहरू पनि समय मिल्यो भने आउनुहोस् होला भन्न चाहन्छु। र एकदमै आज खुसी पनि छु तपाईँहरूसँग यसरी बस्नु पाउँदा। र जतिजनाले हेरिरहनु भएको छ प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् उहाँको च्यानललाई। अनि म आज रब्रो तपाईँहरूले दिनुभएको नाम म पनि मेरो च्यानलको माध्यमबाट सेयर गर्नेछु। थ्याङ्क यू सो मच।
र अब चाहिँ हामी है यहाँबाट चाहिँ नाम्चीतर्फ गइरहेको छौँ है र यसरी नै अब फेरि पनि समय पायो भने आउनेवाला छौँ। हुन्छ हुन्छ थ्याङ्क यू सबैलाई। र फेरि पनि है समय पायो भने आउनेवाला छु र तपाईँहरूलाई पनि आउनु इच्छा छ भने तपाईँहरू आउनुहोस् होइन। एकदमै राम्रो जग्गा होइन, रमाइलो हुँदो रहेछ होइन। र आजको दिन अचानक मलाई लिएर आउनु भएको थियो मेरो हस्बेन्डले र एकदमै राम्रो भयो, खुसी लाग्यो। र आजको लागि चाहिँ यति नै छ है। अब रात पनि परिसक्यो र हामी अब नाम्ची जानु पनि ढिलो भइसकेको छ। र थ्याङ्क यू, मेरो भिडियो हेर्दै गर्नुहोस्। यसरी नै म राम्रो राम्रो भिडियोहरू लिएर आउनेवाला छु र मेरो फेसबुक पेजलाई है लाइक सपोर्ट गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच।